हेलो गाइज, वेलकम टु डियो.com। आज म तपाईहरुलाई डियो.com को ड्यासबोर्डमा रहेको अप्सनको बारेमा डिस्क्राइब गर्न गइरहेको छु। ध्यान दिएर सुन्नुहोला र बुझ्नुहोला। डियो.com को पेज खुलेपछि त्यहाँ ड्यासबोर्ड भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नुहोला। त्यसपछि ड्यासबोर्ड आफै खुल्नेछ। त्यसपछि तपाई हेर्न सक्नुहुन्छ कि फर्स्टमा अपलोड प्रोडक्ट भन्ने अप्सन छ। त्यसमा तपाईहरुले आफ्नो सामानको फोटो र त्यसको मूल्यहरू निर्धारण गर्नुपर्ने हुन्छ। त्यसको बारेमा भिडियो अलरेडी बनिसकेको छ, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। त्यसपछि सेकेन्ड अप्सनमा तपाईहरुले हेर्न सक्नुहुन्छ कि अल प्रोडक्ट भन्ने अप्सन छ। त्यस अप्सनबाट तपाईहरुले हेर्न सक्नुहुन्छ कि तपाईले यसमा कतिवटा सामानहरू हाल्नु भएको छ र केही गल्ती भएमा त्यसलाई डिलिट गरेर अर्को अपलोड गर्न पनि सक्नुहुन्छ। अथवा त्यहाँ भ्यूको अप्सन पनि छ, त्यसमा गएर हेर्न सक्नुहुन्छ कि के हाल्नु भएको छ। थर्ड अप्सनमा हेर्न सक्नुहुन्छ कि डियो एआई भन्ने अप्सन छ। त्यसमा तपाईले केही गर्नु पर्दैन, किनकि त्यो एआई को प्रयोग अपलोड प्रोडक्टमा नै भइसकेको छ। त्यसपछि फोर्थ अप्सनमा हेर्न सक्नुहुन्छ माई स्टोर भन्ने अप्सन छ। त्यसमा तपाईले बनाउनु भएको प्रोफाइल र त्यहाँ अपलोड गर्नुभएको प्रोडक्टहरू हुन्छन्। त्यसमा तपाईले हाल्नु भएको प्रोडक्टको मूल्य सहित हुन्छन्, जुन तपाई कति बेला पनि हेर्न सक्नुहुन्छ र प्रोडक्टहरू हेर्न सक्नुहुन्छ र केही गल्ती भएमा डिलिट गरेर त्यसलाई सच्याउन सक्नुहुनेछ। फिफ्थ अप्सनमा अर्डर भन्ने अप्सन छ। त्यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ कि कतिवटा अर्डर तपाईकोमा आएको छ र कुन अर्डर गइसकेको छ र कुन अर्डर पेन्डिङमा छ, कसले पेमेन्ट गरिसकेको छ र कसले गरेको छैन भन्ने कुराहरू तपाई त्यहाँ गएर हेर्न सक्नुहुन्छ। त्यसपछि पेमेन्ट भन्ने अप्सन छ। त्यसमा तपाई आफ्नो पेमेन्ट हिस्टोरी हेर्न सक्नुहुन्छ। त्यसमा तपाईले कति पैसा पाइसक्नु भएको छ र कति पैसा पेन्डिङमा छ र कुन माध्यमले लिनु भएको छ र त्यो सबै कुरा पेमेन्ट हिस्टोरीमा हेर्न सकिन्छ। त्यसपछि कस्टमर क्वेशन भन्ने अप्सन छ। त्यसमा तपाईको प्रोडक्टको बारेमा कस्टमरले प्रश्न सोध्न सक्छ र तपाई त्यसको उत्तर दिन सक्नुहुन्छ। त्यसपछि कस्टमर रिभ्यूको अप्सनमा तपाईको सामान कस्टमरलाई कस्तो लाग्यो त्यो रिभ्यू गर्न सक्नुहुन्छ। त्यसमा कस्टमरले रिभ्यू दिएको हुन्छ। त्यसपछि मिडिया लाइब्रेरी भन्ने अप्सनमा तपाई कति सामान अपलोड गर्नुभएको छ त्यो हेर्न सक्नुहुन्छ। त्यसपछि सपोर्ट सेन्टर भन्ने अप्सन छ। त्यसमा तपाईले केही गाह्रो पर्यो भने, केही समस्या आयो भने त्यहाँ सपोर्ट सेन्टरमा गएर त्यहाँ नम्बर हुन्छन्, त्यसमा मेरो कल गरेर सोध्न सक्नुहुन्छ। र सबभन्दा तलमा तपाईँ हेर्न सक्नुहुन्छ, त्यसमा तपाईको आइडी को नाम र आइडी नम्बर लेखिएको छ। त्यो तपाईको आइडी नाम र आइडी को नम्बर हो। भिडियो हेर्नुभएकोमा धन्यवाद।